यो भनेको ट्राइसेप हो। त्यसले चाहिँ हाम्रो जुन ट्राइसेपको भागलाई चाहिँ एकदम ठुलो बनाउँछ र चौडा पनि देखाउँछ र टी-सर्ट लगाउँदा पनि राम्रो देखिन्छ है। र यसको लागि चाहिँ हामी हातमा जानेछौँ ट्राइसेपको रोप। रोली भन्ने कपडा सुकाउने मात्र होइन, यो चाहिँ ट्राइसेप हाम्रो मसललाई बाइसेपको ब्याक मसल ट्राइसेप भनिन्छ। यसलाई चाहिँ गेन गर्नको लागि, ठुलो बनाउनको लागि, राम्रो बनाउनको लागि पनि हामीले चाहिँ युज गरिन्छ। अब यो हामी चाहिँ यसलाई युज गर्दैछौँ है। यसले चाहिँ हाम्रो लक गर्दैछ होइन। अनि त्यसरी हामीले चाहिँ यसलाई बोडीलाई टक्क लगाएर यहाँ चाहिँ फिक्स गर्दैछौँ। अनि पहिला हामी फिक्स गरिसकेपछि हामी चाहिँ पोजिसन है, पोजिसन बनाउनु